नमस्ते। योगिनजी अनि तपाईको नाम के? अब मेरो नाम के हो भनेर तपाईले सोध्नु भयो हैन। फर्स्ट अफ अल त तपाईले योगेनजी भन्नुभयो। मेरो नाम त्यही हो। तपाई अलिकति अनौठो पाराले बोल्दै हुनुहुन्छ नि। म कस्तो भने अलिकति फर्स्ट टाइम तपाईको इन्टरभ्यु परेर हैन अलिकति नर्भस फिल त भइरहेछ तर पनि के छैन कोसिस गर्नेछु। अनि तपाईको अलिकति उता सर्दिनुस् त तपाई। हजुर। तपाईको यो पर सुतिरहेको कुकुर चाहिँ को पर्छ? यो चाहिँ मेरो हेलो ब्रुनो। यस उहाँको नाम चाहिँ ब्रुनो हो हैन। हजुर। बोलाउँदा पनि उहाँले कान हल्लाउनुहुन्छ, उहाँले पुच्छर पनि हल्लाउनुहुन्छ। ब्रुनो हाई हाई हो। उहाँ एकदम थकित हुनुहुन्छ, उहाँ सुतिराख्नु भएको छ। अहिले उठेर यता कुद्दैछ। हामीले चाहिँ उहाँ धेरै चकचक गर्नु भएर उहाँलाई चाहिँ ठ्याक्कसँगले बाँधिरहेको छौँ। अनि भन्नुस् आज हजुरको बिहानको सुरुवात चाहिँ कसरी भयो? आज बिहानीको सुरुवात चाहिँ अघि मैले भिडियो पनि पोस्ट गरेको थिएँ। फन्नन्नन्नन्नन्न घुमाएर बिहानीको सुरुवात चाहिँ अब कस्तो भने अब चिया खाइयो, फ्रेस भयो, चिया खाइयो। त्यस पछाडि खाना खाने टाइम भयो। खाना चाहिँ यस्तो मजाले खाइयो कि थाल फन्नन्नन्नन्न घुमाएर खाइयो। ठिकै छ योगिनजी। हजुर। उहाँ पर त्यो कुचो धुँदै गर्नुभएको चाहिँ को हो? उहाँ चाहिँ को हो? उहाँ एकदम मेहनती र परिश्रमी भएको कारण उहाँ झाडु धोएर, झाडु लाएर, झाडु पोचा गरेर पनि हामीले झाडु धोएर राख्नु भएको छ, सुकाउनु भएको छ। तपाईँले जवाफमा दिनु भएन नि उहाँ चाहिँ को हो? तपाईँ त मिठो हाँस्नु हुँदो रहेछ नि। धन्यवाद। अनि योगिनजी हजुर अरू तपाईँको भन्नुहोस्। बन्द गरिदिनु। उहाँ हेर्नुहोस् तपाईँको कुकुरलाई। हेलो ब्रुनो, कहाँ माथि पुच्छर हिलाइ न। ल आजको इन्टरभ्यू यहीँ समाप्त गरौँ भन्ने मेरो पूर्ण बहादुर छ कि के छ? पूर्ण पूर्ण वर्तमान